हेलो साथीहरू, दर्शन अनि नमस्ते, मोस्ट वेलकम छ रोल्पाली ब्लगर युट्युब च्यानलमा। के गर्दै हुनुहुन्छ, कस्तो हुनुहुन्छ सबैजना साथीहरू? हल्का छोटो भिडियो बनाउन लागेको छु। मेरो भिडियो मन परे लाइक, कमेन्ट, सेयर अनि च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला पनि भन्न चाहन्छु। हाम्रो नेपालमै केही पुग्ने भएपछि, केही रोजगार मिल्ने भएपछि यसरी दुःख गरेर अर्कोको ठाउँमा दुःख गर्नुपर्ने अवस्था थिएन। आखिरी सधैँभरि हामी नेपालीहरूको जीवन चाहिँ बाहिरको ठाउँमै, अर्कोको देशमै जाने लेखेको हो कि क्या हो जस्तो पनि लाग्छ। ल साथीहरू हेर्नुहोस्, यो चाहिँ यसरी पुरा सटरिङ गरेर होइन, सिमेन्टहरूमा काम गरेर यति साह्रो काम गर्दा पनि आफूले सोचे जस्तो कहिले पुग्दैन। ल हेर्नुहोस् कसरी काम गर्नुपर्ने। आफ्नो ज्यानको बाजी राखेर यसरी काम गर्नुपर्छ साथी हो। गाह्रो छ हाम्रो जिन्दगीलाई। हेर्नुहोस्, सर्र लगाएर चाहिँ यसरी चाहिँ काम गरिराखेको। यो चाहिँ फुल कङ्क्रिट गरेको। मैले यो भिडियो चाहिँ हल्का छोटो मात्रामा बनाएको छु साथीहरू। फेरि पनि म भन्छु, भिडियोलाई मन परेपछि लाइक, कमेन्ट, सेयर अनि च्यानललाई सब्सक्राइब गर्न पक्कै पनि बिर्सिनुहुने छैन पनि भन्न चाहन्छु है। यसरी अर्कोको ठाउँहरूमा चाहिँ काम गरेर आफ्नो पसिना बगाएर त्यही समय निकालेर पनि हल्का मैले भिडियो बनाउन गएको छु साथीहरू। कस्तो लाग्छ भिडियो मार्फत कमेन्ट छोड्नु होला। थ्याङ्क यू।